एकदमै धेरै भिजुअर हुनुहुन्छ, सायद उहाँहरू पढ्दै हुन्छ है। यो ट्रेनिङ इन्स्टिट्युट पनि हो, त्यो भएको कारण यहाँ अध्ययन गर्नको लागि पनि बौद्ध दर्शन र शिक्षालाई अध्ययन गर्नको लागि पनि धेरैजना आउनुहुन्छ। नेपाल, भारत, भुटान लगायत देशहरूबाट चाहिँ यहाँ पढ्नको लागि, अध्ययन गर्नको लागि र अवलोकनको लागि पनि आउनुहुन्छ भन्ने कुरा जानकारी भएको छ। आज आकाश एकदम खुलेको छ है, कस्तो क्लियर छ आकाश। अनि ठक्क यो गुम्बा एकदम सुहाएको देखिन्छ। नो एन्ट्री आफ्टर 6 PM, ओपन 6 AM टु क्लोज 6 PM रहेछ। बिहान 6 बजेदेखि बेलुका 6 बजीसम्म चाहिँ तपाईँ गुम्बाको भ्रमण गर्न सक्नुहुने रहेछ। यहाँ बोकर गेदोन चेखोरलिङ इन्स्टिट्युट, यहाँ चाहिँ इन्स्टिट्युट पनि रहेछ भनेपछि यहाँ पठन पाठन पनि हुने रहेछ है, बुद्ध दर्शन सम्बन्धी। जब जब हामी गुम्बाहरूमा जान्छौँ त्यहाँको विशेषता भनेको चाहिँ एउटा शान्त पनि हो है, एकदमै पिस छ है। गौतम बुद्ध जो नेपालमा जन्मनुभयो र संसारभरि उहाँको शिष्यहरू चेलाहरू बढेर गएको पाइन्छ। संसारभरि नै गुम्बाहरू छ होइन। एज अ फिलोसोफर उहाँलाई म एकदमै धेरै रेस्पेक्ट गर्छु। उहाँको ज्ञान, उहाँको वचन, उहाँको सिद्धान्त छ जुन दर्शन, त्यो जीवन दर्शन एकदमै राम्रो लाग्छ मलाई। जस्तो सुन्दर छ है। अब भनेपछि हामी मृगको यो एकदमै सुन्दर ठाउँ जो झिर हो है। यहाँ यो ताल चाहिँ धेरै प्रसिद्ध छ दार्जिलिङभरि र नेपालबाट पनि अधिकांश पर्यटकहरू चाहिँ मृग आउनुको मुख्य कारण चाहिँ यो ताल हेर्नलाई पनि आउनुहुन्छ। यो पहाडको उचाइको ठाउँमा यत्रो ठुलो ताल हुनु है आफैमा प्राकृतिक हिसाबले पनि एउटा नेचुरल ब्युटी भनौँ न होइन, मानव निर्मित होइन तर प्रकृतिले नै बनाइदिएको यो सुन्दर ताल एकदमै मनमोहक छ। मृग आउँदाखेरि छुटाउनै नहुने यो स्थल पनि हो। यदि तपाईँ मृग आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले यो ताललाई चाहिँ हेर्न छुटाउनु भएन। सुन्दरभूमि मिरिकमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। भारतको पश्चिम बङ्गाल स्थित दार्जिलिङ जिल्लामा रहेको मिरिक प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पहाडी जीवनशैलीका कारण पर्यटकको लागि आकर्षक गन्तव्य हो। समुद्री सतहबाट करिब 1767 मिटर उचाइमा रहेको मिरिक वर्षभरि नै रमणीय मौसम र हरियालीको लागि चिरपरिचित छ। मिरिकको सबैभन्दा आकर्षण सुमेन्द्रु ताल अथवा मिरिक लेक हो। ताल वरिपरि रहेको करिब 3.5 किलोमिटर लामो सडकमा पैदल हिँड्दै पहाडी वातावरणको आनन्द लिन सकिन्छ। मिरिकको अर्को विशेषता यहाँका हरिया चियाबारीहरू हुन्। पहाडको भिरालो क्षेत्रमा फैलिएको चियाका बोटहरूले मिरिकलाई मनमोहक दृश्य प्रदान गर्छ। साथै यहाँका सुन्तलाका बगैँचा, फुल तथा अर्किडका बगैँचा, विभिन्न मठ मन्दिर र दृश्यावलोकन स्थलहरूले पर्यटकलाई प्रकृतिसँग नजिकिने अवसर प्रदान गर्छ। सफा पहाडी हावा, शान्त वातावरण, हरियाली ताल र टाढाबाट देखिने हिमाली दृश्यका कारण मिरिक प्रकृतिप्रेमी, फोटोग्राफीमा रुचि राख्नेहरू र शान्त वातावरणमा समय बिताउन चाहने पर्यटकहरूको लागि उपयुक्त गन्तव्य मानिन्छ। दार्जिलिङबाट करिब 49 किलोमिटर र बागडोग्राबाट करिब 52 किलोमिटरको दूरीमा रहेको मिरिक नेपालको सिमाना पशुपति नगरबाट मात्र 18 किलोमिटरमा पुग्न सकिने नजिकको गन्तव्य स्थल हो। मिरिकको विशेषताको विषयमा एउटै वाक्यमा छोटो भन्नुपर्दाखेरि पहाडको शान्त वातावरण, तालको सौन्दर्य, चियाबारीको हरियाली एकै ठाउँमा भेटिने सुन्दर गन्तव्य हो मिरिक। र यहाँको अर्को गन्तव्यको रूपमा बौद्ध धर्मावलम्बीहरूको आस्थाको रूपमा रहेको बौद्ध गुम्बा पनि हो। केवल बौद्ध मार्गीहरूको लागि मात्रै होइन तर बुद्ध दर्शनसँग अभिरुचि र सहमति जनाउनेहरूको लागि पनि यो उपयुक्त गन्तव्य स्थल मानिन्छ। यहाँहरू सम्पूर्णलाई नमस्कार। अहिले मिरिक घुम्ने क्रममा छौँ हामी र मिरिक घुम्ने क्रममा चाहिँ
ठ्याक्कै यो मिरिकको वान अफ द फेमस लोकेसन भनौँ अथवा मिरिक घुम्न आउनको कारणमध्येको एउटा कारण चाहिँ यो बौद्ध गुम्बा पनि हो। यो निकै नै प्रसिद्ध छ र यसको बनावट र यसको फैलावट हेर्दाखेरि पनि यो साँच्चै नै लोभ लाग्दछ। एकदम चिसो मौसममा चिसो वातावरणमा अत्यन्तै शान्त र यो रमणीय ठाउँमा बनेको यो गुम्बा एकदमै भव्य छ है, अति सुन्दर पनि छ र यहाँको वातावरण पनि एकदमै शान्त छ क्या। खासै जब जब हामी गुम्बाहरूमा जान्छौँ त्यहाँको विशेषता भनेको चाहिँ एउटा शान्त पनि हो है, एकदमै पिस छ है। गौतम बुद्ध जो नेपालमा जन्मनुभयो र संसारभरि उहाँको शिष्यहरू चेलाहरू बढेर गएको पाइन्छ। संसारभरि नै गुम्बाहरू छ होइन। एज अ फिलोसोफर उहाँलाई म एकदमै धेरै रेस्पेक्ट गर्छु। उहाँको ज्ञान, उहाँको वचन, उहाँको सिद्धान्त छ जुन दर्शन, त्यो जीवन दर्शन एकदमै राम्रो लाग्छ मलाई। जस्तो सुन्दर छ है। गुम्बा त एकदम राम्रो हो नि। यहाँ त धेरै टाढाबाट पनि आउनुहुन्छ होला होइन, बाहिरको है, विदेशबाट पनि आउनुहुन्छ। त्यो चाहिँ के पड्काएको त्यो के बजाएको? के अर्थ होला है? अगाडि गेटमा लेखेको छ, के लेखेको छ कि यो घुम्नलाई चाहिँ निकै धेरै टाइम लाग्छ, तर समय अलिक व्यस्तताको कारणले गर्दाखेरि हामी सबै घुम्न सकिरहेका छैनौँ, तपाईँहरूलाई सबै देखाउन सकिरहेको छैन। त्यसको लागि पनि क्षमा प्रार्थी छु। यदि तपाईँ घुम्न चाहनुहुन्छ भने तपाईँ मिरिकमा आउन सक्नुहुन्छ र मिरिकको झिर नजिकको स्थानमा तपाईँले बौद्ध गुम्बालाई अवलोकन गर्न सक्नुहुन्छ है। यसको पछाडिपट्टिको भाग चाहिँ यस्तो छ।